भाइटिकाको यो पावन दिन केवल एउटा परम्परा मात्र होइन, यो त दाजुभाइ र दिदीबहिनीको निस्वार्थ प्रेमको सबभन्दा ठुलो उत्सव हो। दिदीबहिनीको हातबाट लगाएको सप्तरङ्गी टीकाले दाजुभाइको निधारमा दीर्घायु, सफलता र अटल सुरक्षाको कामना गर्छ। यो टीका हरेक समस्याबाट जोगाउने एक सुरक्षा कवच बन्न पुग्छ। दाजुभाइ र दिदीबहिनीको नाता केवल रगतको रेखामा सीमित हुँदैन। यो त दुई आत्मालाई जोड्ने विशुद्ध प्रेम र विश्वासको धागो हो, जो दाजु वा भाइ नाताले टाढा भएर पनि सग्लो दाजुभाइले भन्दा गहिरो माया र जिम्मेवारी वहन गर्छ, उसले सम्बन्धको मौलिक परिभाषालाई सार्थक बनाइदिन्छ। टीका र मखमलीको मालाले गाँसिएको यो बन्धनले हामीलाई जीवनको सबैभन्दा ठुलो सत्य सम्झाउँछ। चाहे जीवनमा जतिसुकै उतार चढाव आओस्, दाजुभाइ र दिदीबहिनीको स्नेहको डोरी कहिल्यै चुडिँदैन। उनीहरू एक अर्काका लागि पहिलो मित्र, संरक्षक र गोप्य साथी हुन्, जसको प्रेम प्रकाशले परिवारको बाटोलाई सधैँ उज्यालो बनाइरहन्छ। यो प्रेम शाश्वत छ र युगौं युगौंसम्म अटल रहनेछ। र हाम्रो देवरले के भन्नुहुन्छ सुन्नु होला। तिहार भनिन्छ, हामी दिवाली हेपी दिवाली भनिन्छ, तर दिवालीको त लाइट्सको मात्रै हुन्छ, हामीलाई त तिहार हो। त्यो सिनोनिम्स हो। हाम्रो जुन चाहिँ नेपाली भाषाको साहित्यिक उतो हो तिहार, हैन? द्याट इज साहित्यिक भाषा, द्याट इज सिनोनिम्स अफ बट वी शुड से ओन्ली गाई लिएर आएको। खै गाई ऊ आयो घरमा। ए रसी मात्रै छ त हातमा। ऊ आइसक्यो। बढ़िया जानु कि नजानु आकाशैमा